निकोलस भुसाल, जसलाई हामीले विजय साईको ठुलो दाइ भन्न सक्छौं, जो जेनजीको एजेन्डा बोकेर 11 दिनको अनसनमा बसेको थियो र अनसनमा बस्नु भन्दा पहिला सुशीला कार्कीको बारेमा यस्तो भन्दै थियो। हाइज्याक गरेर बुढीले जेनजी आन्दोलन हाइज्याक गर्दै है, यो पारिवारिक खानदानै हाइज्याक गरेर रहेछ उसको चाहिँ खास। उनीहरु औलाद जुस खामला भनेर हामीले चाहिँ कुरेर बसेको चाहिँ हैन। अनि पछि सुशीला कार्कीकै हातबाट पानी खाएर अनसन तोडेको थियो। यसले कृष्ण भगवानलाई किसान बनाइदियो। बुद्ध पनि किसान हुन्, भगवान शिव पनि किसान हुन्, भगवान कृष्ण पनि किसान हुन्। गाई पाल्थे नि त उनले पनि, गाई पाल्थे नि त उनले पनि। ए मूर्ख बालक माची। यसलाई पोडकास्टमा गाँजा खान्छस् भनेर सोध्दाखेरि यस्तो भन्छ। त्यही कुरा के एउटा गाँजा खानुहुन्छ कि खानुहुन्न मैले हैन, मैले खान्न गाँजा। इन्टरभ्यूमा सोध्दाखेरि यस्तो भन्छ। किन भन्दाखेरि म गाँजाको बारेमा थाहा छ नि त, के खाने कति खाने मलाई थाहा छ नि त। अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गारे। हजुरको हरेक नेपालीलाई मैले करोडपति बनाउन सक्छु। अनि यार केपी ओलीले त पुरा नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्थ्यो, तर यसले त पुरा नेपालीलाई करोडपति बनाउँछु भन्छ त। अबे गाण्डु, तके को भन्छ करोडपतिको राजा सम्हालोस्। हलिउडको मुभी हेरेर फ्लाइङ कार बनाउँछु भन्छ, साउथको मुभी हेरेर काठ बेचेर सबैलाई करोडपति बनाइदिन्छु भन्छ। धन्न यसले जापानिज मुभी नहेर्ने रहेछ, नत्र त सबैलाई पोर्न स्टार। सरी